बिचमा हेरेर कहाँ मजा लाग्छ र एकदम फर्स्टदेखि देखाउँदैछु। हेलो हेलो साथीहरू, फेरि पनि हजुरको अगाडि मैले ल्याइसकेको छु दादाको हल्दीको भिडियो। अब कसरबाट त हजुरको अगाडि मैले देखाइसकेको छु र एकैचोटि दिउँ भने धेरै लामो हुन्छ र त्यसको लागि मैले टुक्रा टुक्रा गरेर दिँदैछु। र यहाँ चाहिँ हामीहरूले डेकोरेसन गरेर बहिनीहरूले हल्दीको एकदम रेडी गरेर ल्याइपुऱ्याएको छन् र दादा पनि एकदमै रेडी भएर यहाँ आइपुगेको छ। अब ऊ पनि रेडी भइरहेछ त हल्दीको रसम सुरु गरौँ भनेर यता फर्स्ट आमा बाबाले लगाउनु हुँदैछ हल्दी। अब कसर बटार्ने दिन नियम गर्दा गर्दै धेरै नै लेट भइसकेको थियो र बेलुकै भइसकेको थियो हल्दीको रसम गर्दाखेरि। अब सबैजना आउनु भएको थियो दिउँसो, तर के गर्नु त्यस्तै भयो, दादाको नियम सकिँदै छैन र नियम सकिँदै थोडा ढिलो पनि भयो। यता हल्दीको बिचबिचमा भइरहेको छ हामीहरूको डान्स। एकजना गरेर हल्दी लगाइराख्नु भएको छ र फुर्ती गर्नेले एक साइडमा हामी चाहिँ गरिरहेको छौँ। अब हल्दी त अरूलाई पनि लगाइएको थियो है, तर त्यही पनि आफ्नो दाजुलाई भन्दाखेरि मनमा अलगै एउटा हुँदो रहेछ। अब सानैदेखि ठुलो भएको सँगै र कस्तै एउटा लाग्दो रहेछ जब आफ्नो दादालाई हल्दी लगाउँदैछु। अब मेरो दादा साँच्चै नै बेहुलो हुन आँटो भनेर एउटा मनमा कति फुर्ती पनि छ। त्यो म फुर्ती कसैलाई देखाउँ भनेर पनि एकदम म नाचमै देखाइरहेकी छु। जतिखेर पनि नाच्न मन लागेको छ। सबैजना आउनुभएको छ, उहाँहरूसँग बात पनि गर्नुपर्छ। अब यो बिहाभरिको 2-3 दिन त्यसपछि त सबैको आफ्नो आफ्नो काम हुन्छ, आफ्नो आफ्नो व्यस्तता र आफ्नोमै बिजी हुनुहुन्छ। अब यस्तो त हो बेला जुन कि बिहामा वा पूजामा यसरी भेला भएर रमाइलो गर्ने। अब टाढा टाढा हुँदाखेरि त फोनमा त बात गरिन्छ, त्यही पनि यसरी साथमा हुँदाखेरि जुन हाँसी धेमाली गरिन्छ त्यस्तो त कान हुन्छ र यही त हो सबभन्दा यादगार दिनहरू। यसरी भेला हुँदाखेरि सबैजना सँगमा हाँसिन्छ नाचिन्छ होइन भन्नु त। यता हामीहरूको डान्सको बिचमा आउनुभयो आमा एन्ट्री मार्न। अब आमाले पनि फुर्ती गर्नुहुँदैछ नि, आमालाई पनि त खुसी लागेको छ नि। र हामीहरूको नाचगान सकेर आउनु भएको छ सबैजना गाउँको मान्छेहरू र सल्लाह छ आज। अब राति कसर बटार्ने दिन सधैँ नै सबैको घरमा यसरी सल्लाह हुन्छ, भोलि के गर्ने कस्तो गर्ने त्यसकै सल्लाह हुन्छ आज।